साथीहरु, गुड इभिनिङ। सो मेरो सानो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ म के भन्नु आँटेको भने नि साथीहरु, हाम्रो जति पनि नौजवान दाजु दिदी बहिनीहरु हुनुहुन्छ हैन, आफ्नो खुन पसिना बगाएर कस्तो कस्तो बर्डरमा खडा हुनुहुन्छ हैन, अनि आफ्नो देशको लागि आम जनताको लागि, आफ्नो घर परिवारको लागि हैन, छातीमा गोली पनि खानुहुन्छ उहाँहरुले। कति बेला गोलीले छन्नी गरिदिन्छ भनेर नसोचिकन उहाँहरु चाहिँ एकदम हिम्मत गरेर हैन, एकदम महान हुनुहुन्छ के त्यो दाजु दिदी बहिनीहरु चाहिँ। उहाँहरु चाहिँ बर्डरमा खडा हुनुहुन्छ हैन, अनि खडा हुनुहुन्छ 24 घण्टा ड्युटी गरेर हैन, हाम्रो लागि आफ्नो फर्ज निभाएर। हामी त के छ, हाम्रो त केही गर्नु पर्दैन, न ड्युटी छ न के हैन, फोन चलायो, टिभी हेर्यो, बस्यो हैन। म त्यो ती दाजु दिदीहरुको लागि म के भन्नु चाहन्छु भने नि, अहिले नि मौसम समय ठीक छैन हैन, हालचाल अब अहिले त टिभीको जमाना छ, फोनको जमाना छ, सबैले हेर्नुहुन्छ होला न्यूजहरु हैन, अनि के हालत छ भनेर सबैलाई थाहा छ। अन्त नि म साथीहरु सबैजना दाजु दिदी बहिनी आमा बुवाहरुलाई के भन्नु चाहन्छु भने नि, सबैजनाले अब हामीले अरु त के गर्न सक्दिन, अब प्रे गरिदिनु होस् हैन, म चाहिँ प्रे गरिदिनु होस् भन्न चाहन्छु उहाँहरुको लागि हैन। हामीले सबैजनाले प्रे गरिदिनु होस् मनदेखि उहाँहरुको लागि, हाम्रो नौजवान दाजु दिदी बहिनीहरुको लागि हैन। अनि उहाँहरुले चाहिँ दुश्मनसँग लड्नुलाई अझै हिम्मत साहस पाओस् भन्नु चाहन्छु हैन। उहाँहरुले चाहिँ सबैजनाले प्रे गरिदिनु होस्। उहाँहरुलाई पनि त आफ्नो फ्यामिली, आफ्नो सानो सानो नानीहरु छोडेर जानु मन लाग्दैन होला बर्डरमा हैन। उहाँहरु चाहिँ हाम्रो लागि आफ्नो देशको निम्ति जानुहुन्छ बर्डरमा हैन, ड्युटी गर्नुहुन्छ। उहाँहरुको पनि फ्यामिली छोडेर हैन, सबैजना जति पनि मेरो भिडियो हेर्नुहुन्छ हैन, जतिजनाले पनि उहाँहरुलाई सबैजनालाई म भन्नु चाहन्छु कि तपाईहरुले चाहिँ प्रे गरिदिनु होस् मनदेखिको हैन। कतिजनाले प्रार्थना गर्नुहुन्छ होला, सबको रिलिजन अलग अलग हुन्छ हैन, र म उहाँहरु सबैजनालाई रिक्वेस्ट गर्नु चाहन्छु कि प्रे गरिदिनु होस् हैन। अहिले चाहिँ अब हाम्रो देशको लागि त्यस्तो राम्रो समय छैन नि त, अहिले समय ठीक चलेको छैन हैन। अनि हाम्रो नौजवान दाजु दिदी बहिनीहरु जतिजना पनि फोर्समा हुनुहुन्छ हैन, उहाँहरुको कस्तो कस्तो जग्गामा ड्युटी होला, कसरी ड्युटी निभाइराख्नु भएको होला हैन। हामीले त केही दिनु सक्दिन, उहाँहरुको लागि प्रे गरिदियौं भने उहाँहरुको ताकत साहसलाई सुविस्ता हुन्छ।